चण्डेश्वरी दर्शन गर्नुहोला। चण्डेश्वरी चण्डेश्वरी माई की जय हो। जय शम्भु। यता देवीमाको धेरै ठुलो पूजा हुन्छ यहाँ। हेर्नुहोस् ढुक्कहरू चढाएर धेरै पुरानो मन्दिर हो साथी हो। देखेर पनि नदेख्छ नगर्नु होला। त्यहाँभित्र पस्नलाई पनि अनुमति लिनुपर्छ। देवीमा चण्डेश्वरी देवीमा जय हो जय हो जय हो जय हो जय हो जय हो। उहाँको मूर्तिलाई पनि राखिएको छ है। साह्रै चिराएको छ। यो शिवजीको हो। यो देवीमा दर्शन गर्नु होला साथी हो। यो मन्दिर एकदम पुरानो इतिहास, कति शताब्दी भुइँचालोले यो माथि वजुर लडाएर उपर हुँदा पनि केही भएको थिएन यो मन्दिर। त्यस्तो भुइँचालो आउँदा पनि। हेर्नुहोस् साथी हो, दर्शन गर्नु होला सबैले। कस्तो लाग्यो कमेन्ट गर्नु होला है साथी हो। भित्र बसिरहनु भएको छ पण्डितजी। शिव पिलरहरू कति अब तपाईँको कति हजार वर्ष अगाडि एउटै ढुङ्गाबाट खोपेर बनाएको यो। एउटै ढुङ्गाबाट निक्लेको यो सिमेन्टीको होइन। यो ढुङ्गाबाट त्यतिखेरको जमानामा के गरी काट्यो, केले काट्यो भन्ने कुरा अझैसम्म कसैले केही भन्नु पनि सक्दैन। यस्ता बोकाहरू छोडिएको छ यहाँ। कति छन् बोकाहरू। ल भाइ साथी हो, आज बिहान दर्शन गर्न आयो शिवजीको। बाई बाई।